So hello guys, welcome back my YouTube channel. आजको ब्लगमा म तपाईले आफ्नो गाउँको टुर दिन्छु। आज यहाँ चौरासीमा आएको हम तपाईले आज पुरै यहाँ मेरो हजुरबाको जेठाबाको घर देखाइदिन्छु। जेठाबा भन्छु दाइको घर देखाइदिन्छु। सुरुमा यहाँ एन्टर गरौँ है। यो चाहिँ त्यहाँको फोटो हेर्न सक्नुहुन्छ होला। यस्तो छ गाइज। अनि यो हजुरबाको दाइको घर यहाँ चाहिँ टोइलेट छ, बाथरुम यहाँ झाड छन्। यहाँ फेरि यस्तो छ। अब तपाईलाई मेरो मामा घर कहाँ छ त्यो सोच्नु भयो होला। मेरो मामा घर चाहिँ ऊ त्यो देख्नु भएको गाइज। ऊ त्यहाँ पहिलो माथि के छ नि उजे त्यो चाहिँ मेरो मामा घर। अब भोलि चाहिँ तपाईलाई त्यसको टुर दिन्छु। आज ल हामी यता ल यो टोइलेट भएको। अब टोइलेट भित्र के गर्न जाने हामी पनि। अब हेर्नुस् यहाँ चाहिँ भइरहेको पूजाको देखाइदिन्छु। मेरो ठुलो हेलो गर्नु। यहाँ चाहिँ मेरो ठुलो बाबा। ल हेर्नुहोस् यस्तो भइरहेको यहाँ 84। अब हेर्नुहोस् ल अब घरभित्र छ है। तपाईँ सबलाई देखाइदिन्छु। अब भोलि चाहिँ मेरो मामा घरको टुर दिउँला। आज चाहिँ यता जाउँ। हेर्नुहोस् यहाँ चाहिँ भइरहेको हेलो गरिदियो भिडियो बनाइराखो क्या। हेलो गर। हेलो। यो चाहिँ ऊ हो मेरो भाइ। अनि सबैलाई हेलो गर्दै। यो चाहिँ यो धेरै जोसिन्छ गाइज। यसको कुरामा नहुने। ल हिँड्नुभित्र जाऊँ। बेड छ यहाँ लुगा यसलाई साइडको हेर्नुहोस्। यहाँ सुत्ने बेड। यहाँ पिलर छ। यहाँ कोठा चाहिँ यस्तो छ। हेर्नु यहाँ बेड छ सुत्ने। अब यहाँ झ्याल छ। अनि यहाँ चाहिँ अर्को सुत्ने बेड। यो किन हाँस्या हेर्नुहोस् त गाइज। पिटिन्थ्यो पिटेर आउँदो है त्यसलाई एकछिन के भन्नु कहाँ भन्दा। अब होइन तपाईँलाई यतातिर ऊ देखाइदिन्छु। ए यो यिनीहरू धेरै जोसिन्छन् के गाइज। जाऊँ देखि ल तपाईँ म सब भएर जाऊँ है। हेर्नुहोस् हेर्नुहोस् यहाँ बारी। हजुरबाको दाइको बारी। यहाँ को आइरह हेर्नुहोस्। ल हेलो गर। हेलो खेल्ने हो फाइट आइजा यतिकै ओए नभन है त्यस्तो हाम्रो। यसलाई पिडिनु गाइज। यो मसँग मलाई धेरै मोटो हुन्छ यसको कुरामा नहुनु। अब हेर्नु यहाँ हाम्रो गाउँको उता मन्दिर छ है गाइज। त्यहाँ त्यो चाहिँ हाम्रो मन्दिर हो। अब हेर्नु यहाँ पहाडको भ्यू हेर्नु गाइज। यहाँदेखि फुल देखिन्छ क्या। अब हेर्नु यहाँ हेर्नुहोस् तल यो इन्टर गर्ने गेट नि यो हेर्नुहोस् जाऊँ हेर्नु। आज हाम्रो यहाँ 84को यहाँ खाना बनाउनु थियो। अहिले यहाँ पानी परेको थियो त्यही भएर हामी उता त्यहाँले फेरि उतातिर भन्नुभयो खाना पकाएको उता हो फेरि। अनि यहाँ अर्को रुम छ। अब हिँड्ने र त्यहाँ जानुहुन्छ। यहाँको हेलो भन्दै हेलो गर्दै यसो गर्दै यो बहिनी हेर्नु यस्तो छ गाइज।
हामी जाने हो कति जाने अस्ति मेरो गाइज युट्युब च्यानल ब्यान गरिदिएको कसले त्यही भएर बाहिरतिर तपाईँले सब देखेको जाम जाम है ल अब या डोकोमा के हाले खानफोरहरू चौरासीमा खाएको यही हुन् म चाहिँ गाउँमा आएको के गाइस मेरो गाउँ फेरि एकदम राम्रो हो बिहान धारा अब ठुलो बाबा हुन्छ हेलो हेलो कान्छो छोरो हाम्रो गाउँ चाहिँ यस्तो छ भिडियो भनेर राखु युट्युब च्यानल छ क्या सब्सक्राइब गरिदिनु है भन्नु त सब्सक्राइब गरिदिनु सबैले सब्सक्राइब गरिदिनु होला है लाइक गरिदिनु होला अनि कमेन्टको ल ल भोलिको ब्लगमा म तपाईँले आफ्नो मामालाई देखाउँछु यता आजको लागि यति बाई